कुन टिमसँग प्रतिस्पर्धा गर्दैछ त? नेपाल प्रिमियर लिग सिजन 2 नजिकिएसँगै कर्णाली याक्स आफ्नो तयारीमा व्यस्त छ। गत सिजन प्लेअफबाट बाहिरिएको कर्णाली याक्स यो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। जनकपुर बोल्टसँग पराजित भएपछि कर्णाली याक्स बाहिरिएको हो। गत सिजन भारतीय क्रिकेटर शिखर धवनलाई अनुबन्ध गरेसँगै कर्णाली याक्सले एक प्रकारको चर्चा बटुलेको थियो। त्योसँगै शिखर धवनको आगमनले पनि नेपाल प्रिमियर लिगको अझ विश्व स्तरमा चर्चा भएको मानिएको छ। गत सिजन धवनलाई अनुबन्ध गरेको कर्णाली याक्स यो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। यो सँगै नेपाल क्रिकेट संज्ञानले केही दिन अगाडि खेल तालिका सार्वजनिक गरिसकेको छ। सोही खेल तालिका अनुसार कर्णाली याक्सले चितवन राइनोसँग मङ्सिर 2 गते मंगलबार 11:45 खेल्दैछ। कर्णाली याक्सले दोस्रो खेल लुम्बिनी लायन्ससँग मङ्सिर 6 गते शनिबार 11:15 खेल्नेछ। त्योसँगै कर्णालीले तेस्रो खेल सुदूरपश्चिम रोयलसँग मङ्सिर 8 गते सोमबार बेलुकापख 4 बजे खेल्नेछ। चौथो खेलमा कर्णाली याक्सले मङ्सिर 12 गते शुक्रबार बेलुकापख 4 बजे विराटनगरसँग खेल्नेछ। पाँचौं खेलमा कर्णालीले काठमाडौँ गोर्खासँग मङ्सिर 14 गते आइतबार 3:30 प्रतिस्पर्धा गर्नेछ। छैटौं खेलमा कर्णालीले पोखरा एभेन्जरसँग मङ्सिर 16 गते आइतबार बेलुका 4 बजे खेल्नेछ। त्योसँगै कर्णालीले आफ्नो लिग चरणको अन्तिम खेलमा गत सिजनको च्याम्पियन जनकपुर बोल्टसँग मङ्सिर 21 गते आइतबार 3:30 खेल्नेछ। यो सँगै लिग चरणको अन्तिम खेलमा जनकपुर र कर्णाली आम्ने सामने हुँदा खेल एकदमै रोमाञ्चक बन्ने देखिन्छ। किनभने गत सिजनमा कर्णालीलाई पराजित गरेर जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको थियो। कि यो पटकको खेलमा लिग चरणमा जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले पराजित गर्ला त? कर्णाली याक्स र जनकपुर बोल्ट्समा कसले जित्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।